आज बाबा तथा बुनुको ह्याप्पी बर्थडे हामी चाहिँ सरप्राइज दिन भनेर स्टार्ट गरिरहेको छौँ। बुनु पनि आउँदै हुनुहुन्छ, कसैलाई थाहा छैन हामी चाहिँ सरप्राइज दिन आउँदैछौँ र बुनु पनि आइपुग्नु भयो। आउनु बुनु, बिस्तारै बोल्नु, बिस्तारै हिँड्नु, अगाडि अगाडि। बाबा सुतिरहनु भएको छ है, चुप्पो लागेर हिँड्नु। बिस्तारै हिँड्नु, बिस्तारै। बाबु त सुत्नु भएको छ भित्र हिँड्नु। हेर्नु न, मैले अलिकति डेकोरेसन गर्न भन्दा यत्तिकै राखेको, अब मिलेर गरौँ है। पुनः बाबालाई लिन जाऊँ। हामीले चाहिँ पुरै डेकोरेसन गरिसक्यौँ, बाबालाई थाहा छैन। अब म बाबालाई बोलाउन गइरहेको छु, बाबालाई सरप्राइज हुन्छ। म गएँ आइपुग्नु ल, लुकेर बस। बाबा के गर्नु भएको छ हेर्छु। कौन है आप? बाबा वहाँ हिँड्नु त एउटा काम छ, एउटा काम छ, हिँड्नु न। आउनु न पहिला सुरु, छिटो आउनु न। सम्धीले फोन गरे खान के? सम्धीले फोन गर्नु भएको छ। कतिवटा सम्धी छन् तपाईँका? ल हिँड्नु, आऊ अगाडि हिँड्नु न। हाम्रो कोठामा हिँड्नु, हाम्रो कोठामा होइन होइन, हाम्रो कोठामा हिँड्नु। जानु न भित्र। भयो सानी भयो। देखो इधर देखो न। बस्नु बाबा, ल अलि उता केक नेरी सिधा भएर बस्नु न। बिचरा निन्द्रा लागेको छैन बस्नु तर राम्रो हो। सो यहाँ व्हाट डु यु वान्ट टु से? कस्तो लाग्दैछ तपाईलाई? मलाई त यस्तो राम्रो लागिरहेछ नि। मेरो पनि बर्थडे हो र बाबाको पनि बर्थडे हो। मैले मेरो बाबालाई चाहिँ अलिकति थाहा थिएन। बाबा आएको थाहा थियो त हजुरलाई? कहाँ पार थाहा हुनु मलाई। अनि कस्तो फिल भइरहेछ बाबा? सुतेको मान्छेलाई बोलाएर लिएर यहाँ के गर्छु तिमीहरू? ल बाबालाई हामीले टोपी सोपी लाएर रेडी गरिदिइसक्यौँ। अब एकछिनपछि केक काट्ने। यता म पनि रेडी हुँदैछु। पालन मना गरेँ मलाई थाहा नै नदेखेको। थाहा भयो त अब। म चाहिँ ताली बजाउनेवाला हो। मलाई म बच्चा हो। स्टार्ट हो रहा है। केक काट्ने पालो आइसक्यो। केक काट्ने उहाँहरू चाहिँ बत्ती बाल्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ त्यो उडाउनु फुटाउनु भनेको थियो। मलाई चाहिँ गर्ने आएन, त्यो हो सबैजना हाँसिरहनु भएको थियो। म बत्ती पनि बलिसक्यो। म देखाउँदैछु के भयो भनेर। बुनुले गर्नुहुन्छ यो कसरी गर्ने भनेर। त्यो भित्र अब बुनुले खोल्नुहुन्छ। त्यो च्यातेर खोल्ने रहेछ, मलाई थाहा थिएन। त्यसैले त प्रब्लम भयो। देखो मेरो हालत। खोलिदिने हो क्या कान्छा? पड्काने हो तर यो घुमे पछाडि यसको फेरेसले जाने हो क्या? यसरी घुमेपछि मैले उल्टो घुमाइछु, त्यही भएर भयो। के खान्छु? कति भयो? ल भयो। अब केक काटेको त भयो होइन? मेरो मगर बनाइदिनु तिनीहरूलाई ह्याप्पी बर्थडे भन्छ नि। यो केकसँग लप्पै लगाइदिन्छ। यो दादा भयो क्या? यो हटा न। बाबाको आउँछ भइरहेको बर्थडे हो त नि।
टिका सिकाको कुरा हुँदै थियो। यहाँ चाहिँ हामी यसो जोक गर्दै अब टिको लगाउनतर्फ स्टार्ट गर्दैछौँ। सानो बच्चा चले आमाले टिको लगाइदिँदै हुनुहुन्छ बाबालाई। निकाल्नु पैसा म त बेरोजगारी हो के गर्नु पैसा पर्दैन छोड्नु न भयो आमा भयो एकै ठाउँमा चाहिँ नदल्नु न टिकै सकिन्छ रेकर्ड भइरहेको जे पाइँदै बोल्नु पाइँदैन हैन यो हाल्नु पर्छ पैसा अनि काटाले के हेरेर बस्छौ 500 के ल्याएर अन्त मलाई नि दिनु पैसा लगाइदिनु ल हजुरले भाउजू 30 टा एउटा हातले टिका लगाइदिने लाटो मान हुने अर्को वर्ष अझै बढेस् भयो दुई चौहारे चाहिएर त त्यो पैसा त्यो मेरो त होइन ल भयो अब के यसरी के हो भयो ल बाबा के गर्छ के भयो लु काट्नु थाल्नु आटे Happy birthday to you, both of you. Happy birthday to you. Happy birthday to you, Baba. Happy birthday to you, Baba. अरे भएन आमाले के गर्नु आमाले भात खुवाइदिनु भएको यता क्या पहिला यता भन्छ यो मम्मी त ताली बजाऊ नै काटेरै मनपर्छ त्यो चुन्नी होइन रिसाउने होइन ल भयो ल दादालाई खुवाइदिनु अनि दादाले खुवाइदिनु लु दादा खा त्यसरी हुँदा रिसाएको खान्छ छैन खानुहोस् भन्नु त ल खानुस् किन अन्त कान्छु धेरै ड्रामा हेर फिल्म बनाएको हामीले राम कप्पै खुवाइदिनु हजुर कस्ता भयो अब सबै धोले बाबालाई चाहिँ कसै माया गर्दैन खाना निकाल्दै पनि हुन्छ बाबा पनि खुसी नै हुनुहुन्थ्यो किनभने पहिलाको सालहरूमा बुन र बाबासँगै मन्दिर जानुहुन्थ्यो अरे त्यसरी आज सरप्राइज दिन आउनुभयो उसको बाबा पनि ह्याप्पी हुनुहुन्छ बुनु पनि ह्याप्पी हुनुहुन्छ यही कान्छाले खान्छ क्या ल रेकर्ड गर्नु भोलि म ल भयो नभए पनि केही हुँदैन ल भयो ल खै बाबुलाई खुवाएको खोइ त अघि के गर्नु भएको त अघिको भएन केक दलिदिनु थोरै खाए जस्तो नि होइन रेकर्ड भएन कि बाबु खाएको खोइ जम्मै भोलि काट्नुपर्छ है बोल्नु के भोलि अनि जम्मै काट्नु भयो राम्रै आयो नि त बत्तीले गर्दा तेरो भिडियो भयो भयो फेरि सबैजना बसेर भिडियो गर्नु पर्यो के भनेर भिडियो गर्ने ल ल मान्छे छोरीलाई थ्याङ्क यू हाम्रो बर्थडे यस्तै भयो यसपालि होइन बाबा छोरीको बर्थडे सबैजनाले माया गरिदिनु होला यस्तै भयो अब बाबा गऱ्यौँ हामीले केही भन्न चाहनुहुन्छ जन्मदिन राम्रैसँग मनाइयो त्यसको लागि सबै हजुरलाई धन्यवाद हाम्रो सबैजनालाई बाई बाई